भोलि अमित शाह लेबोङ ग्राउन्डमा आउने अनि लेबोङ ग्राउन्डबाट झुटो आश्वासनहरू दिने जसरी 2021मा दिनुभएको थियो। अब हाम्रो मेमोरी सर्ट छ, हामी बिर्सिहाल्छौँ। 2009 देखि दिएको आश्वासनहरू हामीले बिर्स्यौँ हैन। 14मा आएर बिर्स्यौँ, 14को आश्वासन 19मा बिर्स्यौँ, 19को आश्वासन 24मा बिर्सिहाल्छौँ अनि 21को आश्वासन कमसेकम 26मा याद होस् भनेर तपाईँलाई अलिकति होमवर्क दिइरहेको, अलिकति रिक्याप है। 2021मा अमित शाहजी लेबोङ ग्राउन्डमै आउनुभएको थियो, जहाँ भोलि आउनु हुँदैछ। त्यही ग्राउन्डमा आएर कसरी उहाँलाई ढाँट्नु भएको थियो, ढाँट्नेको लिस्ट हेर्नु भने लामो छ। टप 10 उहाँलाई जुन उहाँले वक्तव्य राख्नु भएको थियो, तपाईँलाई प्रमाण सहित यहाँ देखाउँदैछु। सबैभन्दा पहिला उहाँले जुन ढाँट्नु भएको थियो त्यो हो गोर्खा जातिमाथि लागेको केसेसहरू छ नि, आन्दोलनको सब केस उहाँले विथड्र गरिहाल्ने भनेर उहाँले भन्नुभएको थियो। आंदोलन के जितने भी मुकदमे किसी भी गोरखा भाई पर है, सबके सब एक सप्ताह के अंदर हम वापिस लेने का काम ये भारतीय जनता पार्टी की सरकार पूरा भयो होला। त्यो केसेसहरू तपाईलाई थाहा छ। विमल गुरुङजी है भाया कलकत्ताबाट आएर पनि कतिवटा केस सल्भ भयो, धेरैजनाको केस मलाई याद छ। प्रकाश गुरुङहरू अहिले पनि केस जाइरहेका छन्। विभिन्न त्यस्ता व्यक्तिहरू छन् गोजामुमोमा जसले आफ्नो केस जाइरहेका छन्। अमित शाहको यो जुन चाहिँ आश्वासन थियो त्यो झुटो थियो, 2021 मा दिएको केही पनि पूरा भएन। अर्को जुन कुरा उहाँले आश्वासन दिनुभएको थियो, नयाँ टुरिज्मको सर्किट बनाउने, राजवंशीहरूको एउटा सर्किट बनाउने, बुद्धिस्टहरूको लागि एउटा सर्किट बनाउने अनि क्वीन अफ हिल्स भनेर एउटा सर्किट बनाउने टुरिज्मको। पर्यटन के विकास के लिए 1000 करोड़ का विशेष पैकेज हमने उत्तर बंगाल के लिए इंगित किया है, जिसमें हिमालयन बौद्ध सर्किट, क्वीन ऑफ हिल्स सर्किट और राजवंशी पर्यटन सर्किट के माध्यम से ये पूरे पहाड़ को विश्व भर के पर्यटक यहाँ आए ऐसा बना है। पूरा भयो यो आश्वासन। 2021 को दिएको आश्वासन 2026 लागिसक्यो, एक सुता काम भएको छैन त्यसमा है। अब भोलिको दिन आएर पनि यस्तै यस्तै कतिपय आश्वासनहरू त दिने होला उहाँले। अर्को कुरामा आउँ, अर्को जुन उहाँको आश्वासन थियो सिन्कोना जुन प्लान्टेसन छ त्यसमा चाहिँ अब मेडिसिनल हब बनाउने उहाँले भन्नुभएको थियो। मैं आपको वादा करता हूं, सिंकोना को हम मेडिकल मेडिसिन का हब बनाकर पूरे विश्व में इसके मार्केटिंग की चिंता करेंगे। भयो सिन्कोनाको है, सिन्कोनाको त्यो प्लान्टेसन उयो चाहिँ भयो मेडिसिनल हब। कुनै प्रोजेक्ट आयो त्यसो केही पनि छैन। अमित शाहले लेबोङ ग्राउन्डमा ढाँटेको यो टप 10 को लिस्टबाट नम्बर 3। अर्को म गोर्खा टिभी च्यानल भयो। तपाईहरुले गोर्खाको टिभी च्यानल हेर्नु हुँदैछ, अहिले हेर्नु हुँदै होला नि, नाच्नु हुँदै होला नि। अमित शाहले त इन्टरटेनमेन्टको लागि भन्नु हुँदै थियो। नेपाली में अलग टीवी चैनल बनाकर आपके एजुकेशन और आपके मनोरंजन के लिए काम करेंगे।